वडा सदस्य मीरा विकासज्यूलाई म हार्दिक अनुरोध गर्दछु यो प्रमाणपत्र बाँडिदिनको लागि। महिला यो पनि अध्यक्षज्यूलाई नै मैले हार्दिक अनुरोध गरेँ र खुल्ला पुरुषतर्फ सरोज लिम्बू तेह्रथुमबाट, पुष्पा शर्मा 5 तर्फबाट सहभागी भएकी थिइन् र तेस्रो गोर्खा ट्रेल ब्लेजर हङकङमा गएको चैत्र 2 गतेमा पनि प्रथम भएकी थिइन् र सम्भवतः अर्को वर्ष हङकङको गोर्खा ट्रेल ब्लेजरमा नेपालको प्रतिनिधित्व हाम्रो सरोज लिम्बू र पुष्पा शर्माले गर्दैछिन्। र यो अर्को पुरस्कार 7 किलोमिटरको दौडमा जम्मा 9 वर्षका